हेलो एभ्रिवान वेलकम ब्याक न्यू एन्ड अनदर ब्लग है। आजको फेरि नयाँ दिनको साथ नयाँ ब्लग सुरुवात गर्दै है। तपाईँहरू सन्चै सुबिस्तै हुनुहुन्छ होला है। अनि अहिले भन्दा दिन चाहिँ यस्तो भइरहेको छ है। अनि हेर्नु सक्नुहुन्छ तपाईँले है, अहिले चाहिँ के गर्दैछु भन्दा टक्कै यो मालिक अहिले चाहिँ भन्नु है बाछा लाउँदै नयाँ ब्लग सुरुवात गरेको है। हेर्दै गर्नु है के कसो हुन्छ। अहिले भन्नु त चाहिँ यति दिइसकेको छ है। अहिले यहाँ चाहिँ भर्खर उठेर पुग्दैछ अनि यसो गर्दै आजको दिन चलिरहेको छ है। सो गाई चाहिँ अहिले भन्नु चाहिँ घाँसमा गयो कटिङको लागि। यहाँ हल्का पानी पनि बनाउँदै जान्छ र अनि यसो गर्दा चाहिँ फेरि त्यो दिनको ड्युटी गर्नुपर्छ है। घाँस यहाँ माथि काट्नु छ है। आज चाहिँ यता माथिपट्टि आज ट्याङ्कीपट्टि यहाँबाट चाहिँ पानी खान्छ हामी। हाम्रो त्यो मान्छे यत्रो आउँछ फाइनली गाइस है। अहिले भने चाहिँ बारी पुगिसकेको छ है। काटिसकेर यता लोगो नदेखाउँ भने चाहिँ देखाइन पनि हो। आज चाहिँ टक्क लगाएर घाँसकै भारी मात्रै देखाउँदैछु है।
लगाएपछि यत्तिकै चाहिँ लिपेको छु त्यस्तो त आउँदैन है अनि यस्तो अजिरहेको दिन भइरहेको छ है सक्नु चाहिँ तपाईँले घाम लागेर पनि गर्नु परेको छैन है बेसी घाम लागेर काम पनि त्यस्तो छैन है यस्तो टन घाम लागिरहेको यस्तो टाइममा के गर्नुपर्ने हो गाइस चाहिँ भन्दै पट खन्नु गइदिएको है म चाहिँ यहाँनिर मकै बारीभित्र हल्का घाम गयो नि त शीतल मेरो माया ठुलो कोलेको भनेको कसो गरेछ अब बोजूले रोपेको होला सायद त यहाँ खन्नु अडेको कसो काँडा मुबा यो अरू चाहिँ खन्दिन अडेको म त यहाँ माथि गइदिन्छु है गाडी अदुवा चाहिँ यस्तो भएको रहेछ हौ उहाँको नार्सा लाग्यो यत्रो भएको रहेछ यो स्याहार गएको बस्छु टिप्दैन पक्का ए त्यो तल मुन्टा चाहिँ कसले काँटा कसले राखेको के हो नाटेको यसो आइहाल्यो आइहाल्यो होइन त्यो अरू खानु आएको थियो नि त म अरू खानु आएको थियो नि त त्यहाँ के गर्नुभएको छ त्यही त के गर्नु हुँदो रहेछ भनेर हौ सिकाउँदैछ यहाँ चाहिँ मलाई सिकाएको त पट्टै मन पर्दैन फेरि घाँस त यहीँ ओइरो रहेछ नि त जङ्गल सकेर यहाँ बारी काट्छ नि त के हो चाहिँ हाम्रो बाजेको दिन यस्तो भइरहेको छ हौ मुमाको कोपी चाहिँ यस्तो रहेछ अन्त यसो गर्दै यता आउँछ ल दाना माग्नेको बुझिस् अड्डाबारी सोराइम मकै गाडी मकै गाडीभित्र भ्लग बनाउँदै हिँड्दैछु है म यता अब यो गर्नुपर्छ हेर्दा गरौँ गाइस है अहिले भन्दा सिधामा दिएर दाना खाँदैछ है म चाहिँ बारीमा एकछिन यस्तो छ टक्कै बोजूले बोलाउनुहुन्छ मकै पारी साइम गर्दै त रहेछ